What a boy. What's up? हेलो गाइज Hello guys. अनि अनि आज हाम्रो भाइको बर्थडे ह्यापी बर्थडे मेरो भाइ थ्याङ्क यू मेरो भाइ आज फेरि भाइको बर्थडेमा छुट्टै पार्टी छ हाम्रो पार्टीको पार्टी। भाइले मेरो भाइले लिएर आएको सरसामानहरू हेर्नुहोस् त टक्क कोही एकछिन यतापट्टि मिस्टेक भएछ यहाँनिर सब हाम्रो छुट्टै सेक्वाहरू नि यहाँ विङ्सहरू छ अब यसलाई हल्का मेरिनेट हाल्नु पर्ने हुन्छ यहाँतिर हाम्रो त्यसको लागि ड्रिङ्क अलिकति पावर बढाउनु पर्ने हुन्छ नि त हामीले एक्सट्रिम छ अनि मेरो भाइ अब यसलाई मेरिनेट गर्नु थाल्न त अब गर्नुपर्छ अब यसलाई हामीले मेरिनेट गर्नु एउटा आलियो खाना भाइ आलियो खाना पङ्खा पाल मेरो भाइ पङ्खाको आवाज आउँछ होला नो प्रब्लम अलिअलि आउँदा के हुँदैन अब यसलाई खोला त आलिमा फास्ट अरे खोइ यहाँ देखा नि त क्यामेरा पकाएर अलिक राम्रो पकाएर जान्नेको राम्रो अब हाम्रो भाइले आलिमा खुवाउँछ भने के हुन्छ अब हामीले यसलाई आलिमा खुवाउनु पर्ने हुन्छ कता भयो यसमा काम चाहिँ नगर फेरि राम्रो क्यामेरा छिरा भयो यस्तो यस्तै अलिक सिधा अनि यस्तै त गरिरहेको छ नि भाइ कस्तो लामो यस्तो रहेछ। छोटो कुरा नभन छाडा नभन अब हाम्रो गर्नु भाइ धेरै नजिक थम्मेको लागि क्या यो अहिले नै हे अब यसलाई हामीले टक्क हल्का धुई पखाली गरेर यसलाई अब हामीले रेडी पारेर हामीले यसलाई यस्तो चिरा बनाउनु पर्ने हुन्छ द्याट्स इट ओके माथि अब अहिले चाहिँ हामीले यहाँ धुई थाई पारेर ट्याक्क ल्याइसकेको छौँ अब यसलाई हामीले यस्तो चिरा पारेर मसलाहरूले मेरिनेट गर्नुपर्ने हुन्छ टक्क यसलाई चाहिँ अब यस्तो यो दिनुपर्ने हुन्छ यस्तो यो दिनुपर्ने हुन्छ सबैपट्टिबाट अनि यसलाई चिरा पारेर गर्नुपर्ने हुन्छ है त अहिले चाहिँ हाम्रो पुरै मेरिनेट भइसकेर यत्तिकै भइसकेको छ लुक्स अब यसलाई एकछिनमा चाहिँ ढाक्नु पर्ने हुन्छ एउटा थालले यतापट्टि एउटा थाल पहिला हात वास लाग्नुपर्ने हुन्छ अलिकति अनि एउटा थालले यहाँनिर थाललाई आलिले घ्याप्लेक्क छोप्नुपर्ने हुन्छ यसलाई केही समयको लागि चाहिँ ढाकेर राख्नुपर्ने हुन्छ त्यो चाहिँ एकछिन छिटो गरौँ ल अब हामीले टक्क अब यसलाई मेरिनेट भइसक्यो यत्तिको बबाल भइसक्यो हेर्दा पनि खालको अब यसलाई हामीले पकाउनु पर्ने हुन्छ यहाँ तेल छ यसलाई तेललाई फुटाउनु पर्ने हुन्छ यहाँ हाल्छ भाइ फुटाएर यहाँ पर्दैन दिदी केक त अझै पनि पाउँछ होला नि केक त अझै पनि पाउँछ केक दोकान त अझै खुल्ला हुन्छ होला बिच बाटो म खाइहाल्छु नि त नखाए चक्कु ल अब यहाँनिर टक्क अब यसलाई तेल सेल काटेर अनि हल्का बर्थडे बोय के छ खबर यता हेर न मेरो भाइ घप्टे टक्क मेरो साथीले आज पार्टी दिँदैछ यस्तो दामी कुराको पार्टी हुँदैछ हाम्रो चाहिँ फेरि कता गयो खोलेर नि त विङ्स एक के भन्छ एक आरी विङ्स अनि अलिक बोल्नु आएन क्या विङ्स एक आरीको पार्टी हुन्छ यहाँनिर यसलाई टक्क तेल खुवाउनु पर्ने हुन्छ हामीले चाहिँ मजाको तेल हाल्नु पर्ने हुन्छ मजाको अब धेरै नाम थोरै हाल टक्क तारिन्छ तिमीलाई त है छोपिदिए हुन्छ होला अब यसलाई हामीले हाई भोल्ट छ एकदम हाई भोल्ट छ यसलाई हामीले हाई भोल्टमा गर्नुहुन्छ अनि मेरो कान्छाले अब टक्क यहाँ तार छ भाइ अलि अन्नको लागि देख रहा है कि नहीं देख रहा है इधर मार डालूंगा नहीं करने का ऐसा भाई मार डालूंगा अनि अब नगर न मेरो भाइ यस्तो बेच्दैन यसलाई चाहिँ अब टक्क तारिसकेपछि अब तार्नेलाई भाइ पकायो भने तँ त कन्ती त्यत्तिकै छोडेर के गर्नु खोजेको तैँले के पाक्दैछ हौ के बोल्नु खोजेको भाइ यसरी बुढीहरूको भिडियो हेरो बसो यसको काम छैन कान्छाको हेर्नुहोस्
यतिको राम्रो केरा पाउनुहुन्छ तपाईँहरूले, यतिको राम्रो संस्कारी एकदम टक्क संस्कारी। यसलाई बुढी पाउने यसको भाग्यमा चाहिँ जो बुढी पर्छ नि त्यो चाहिँ एकदम भाग्यमा हुन्छ। किनकि हेर्दै चोर जस्तो आउन परेको छ, यसले पक्कै पनि काम नगरे पनि चोरेर लिएर खुवाउँछ। हेर्नुहोस् त बर्थडेको मान्छे त्यस्तो गर्छ, यस्तो हुन्छ त बर्थडेको मान्छे। त्यस्तो बोल्छ यार बर्थडेको दिन पनि। ए सरी यो अब तातिसक्यो होला है, तातिसक्यो आउँदैन र पनि। त्यो सानो टुक्रा थियो त अघि आमा छैन त त्यो के गर्छ यस्तो चाहिँ छाइ गर्छ क्या ताते लामोको छाइ गर्छ यतिको यस्तो चाहिँ। कोही सानो टुक्रा सानो टुक्रै भेटेन मेरो भाइले फेरि। खोइ यहाँ खोतल न कहाँ गयो नि टुक्राहरू, सानो टुक्रा थियो यार अघि। यो निकाल्दै यो काट्छ। तात्यो हाल न एउटा एक एकवटा टिपेर के को ऊ हात ल्याल काहीँको ऊ पऱ्यो अहिले पल्टाउनु ऊ हुन्छ त अहिले ऊ गर्दो रहेछ हौ हात ठपक हाल्दैन हाम्रो पक्नु बिस्तारै फर्स्ट हाल न फर्स्ट एकपल्ट गइसकेको छ टरारा गरेर साउन्ड डब्बल थियो होला पाक्दैछ फेरि हाम्रो मालहरू पाक्दैछ आइसक्यो। यसले बिचमा हान्छ कहिले साइकल भन्नु त हाम्रो मालहरू पाक्दैछ। हाम्रो विङ्सहरूको बाउको नाभि पनि पाटो यसले चेक्नु पर्ने हुन्छ। अब यसले चेपेर यसले गर्दा अघि साइड गर न गर कान्छ गर कि टाली हो अब एकपट्टि हाल्नु नगरे घन्टा लाग्छ। उयो छैन उयो पक्रेर अर्को हाल्नु न खुसीलाई दामी आइसकिसक्यो कलर रातो बबाल आइसकिसक्यो। अब यो सबै सकिसकेर अब चाहिँ हामीले अचार बनाउनु पर्ने हुन्छ। अचार अब अचारको लागि चाहिँ अहिले चाहिँ हाम्रो फेरि फाइनली सबै कुरो एकदम टक्क भयो। तर एउटा चाहिँ म जस्तै भएछ, दुइटा चाहिँ कालो भएछ। यहाँ अचार पनि बनिसक्यो, यो पनि बनिसक्यो। अब यसलाई हामीले मजाले दन्काउनु पर्ने हुन्छ। मजाले चट्टैसँग चोप्दै चट्ट दन्काउनु पर्ने हुन्छ। यति त खाइसकिन्छ है साथी? के छ अनि यसमा के छ यसो कमेन्ट भनिदिनु। तपाईँले यति धेरै राम्रो यता हेर्नु मेरो भाइ यता कमेन्ट छ होइन अब टक्क अब ल बोक्न बोक्ने बोकेर गिल्ला पनि निक्लिनु मन। म यतातिर हाम्रो चितनहरूले अर्को पानी लिएर आउँछु। ताखाइ लिएर म किन ल्याउनु बोक ल। अब हामी टक्क अब चितन रेडी भइसकेको छ फेरि रेडी। बत्ती कहाँ भयो? बत्ती बालुम अलिअलि गोरु आइन्छ भने त झन् कहाँ लाउँछ त हौ दिदी? उठ्नु जान्ले भाइ खानु हौ खानु तपाईँको भोलि भरमा आउँछ खाइन रे यत्रो त्यस्तो हुँदैन। यस्तो मिहिनेतले बनाएको एक्सट्रिमहरू छ एक्सट्रिमहरू चट्ट खाँदै पनि अब खाम। अब चट्ट साथीको बर्थडे रमाइलो गरौँ भन्ने सोचले अब हामीले चाहिँ यहाँ हल्का खाइने पिन्दै गर्नु खोजेको। दिदी आउनुहुन्छ अब यी कस्तो दामी देखेको अरे स्ट्याटिक भिडियो खोइदिउँ न स्ट्याटिक भिडियो दामी छ है। ल अब चाहिँ हामीले दिदी हुन्छ त्यसपछि खानुपर्ने हुन्छ। सबै खान्दै पिन्दै हान्नुहुन्छ। अब यसको एउटा जो दिदीको लागि अब यसलाई दिदीलाई छोट्ट खाना खानुभयो? भिडियो कल हो खाना खानुभयो? यता
अहिले नबनाइ नि तपाईँको यस्तो राम्रो हेर्नु तपाईँको दामी आएको छ क्या मेरो फोन हाम्रो दिदी खानु दिदी अब टक्क राम्ररी भयो मेरो हेर्नु तपाईँको भरे भर दामी आउँछ हौ तँलाई भाइरल बनाइदिन्छु क्या म यत्रो कहाँ खानु हौ म यो खानु न यति त खाइसक्नुपर्छ अझै के पकाएको तिमीले भात पनि बनायो होइन यत्रो पकाएर भात किन खान्छौ अनि तपाईँको यो पनि तपाईँकै हो एउटा अब चाहिँ हामीले यो खोलेर खानुपर्ने हुन्छ खोल्दै भाइ खानुपर्ने हुन्छ है खोलेर खानुहुन्छ मेरो पनि खोल्दै यसलाई यहाँ राख्नुपर्छ म यहाँ क्यामेरा यहाँ राख्छु अब हामीले पार्टी सुरु गर्नुपर्ने हुन्छ पार्टी यो के को जुस आयो नि फेरि अब सबै मलाई चाहिँ झ्वाकमा हालिस् भने म के को मरिस हौ यस्तो राम्रो निकालिदिएको छु मरिसको कुरा गर्छ न हट अलिकति खानुपर्ने हुन्छ अलिकति म आएन खानुपर्ने हुन्छ अब हामीले दार्नुपर्ने हुन्छ हाम्रो मान सामान फुटेन ओ ल एकछिन पक्यो एकचोटि तानेर राख्ने हो क्या म घट्ने खान्छु के हुन्छ घट्टी घट खायो भने एकचोटि खाएपछि फेरि खाने होइन क्या अब हामीले अब हामीले दार्नुपर्ने हुन्छ नि हामी किन हो यो त मर्छ अनि म कहाँ यत्रो खाइसक्छु भाइ लैजाइ एउटा प्लेट। यहाँ अझै छ दिदी खाने हो यहाँ यत्रो चाहिँ खानु न तपाईँ ओइ त्यहाँको यो फोटो खिच्दा मेरो मोबाइल मैले खिचेको छु अहिले पठाइदिन्छु अब खानुपर्ने हुन्छ है टिकटकहरू पनि बना न हौ बनाउँछ टिकटकमा सिकटक यस्तै दौडाउँदै म खानु कति झर्नु चढ्नु भनेर नगएको के खानु अब अनि हामी चाहिँ अप्पर खाइसकिसक्यौँ है बवाल भइसक्यो हाम्रो पार्टी बर्थडे पार्टी चाहिँ बवाल भइसक्यो अनि हाम्रो यता बर्थडे बोयले दिनुभएको पार्टी बवाल त साथी थ्याङ्क यू फेरि यसरी नै वर्षमा पार्टी खानु पाइरहेको साथी अब मेरो पनि पाला आउँदैछ फेरि कसैले अब फेरि गिफ्ट दिनुहुन्छ भने पनि ठिकै छ है मेरो बर्थडे कति हो साथी माघ मात्रै हो माघमा कति घट्यो त्यो थाहा छैन माघ मात्रै हो अब हामीले चाहिँ खाइसकिसकेको छौँ ओभर भइसक्यो अब चाहिँ हामीले अगाडि पनि सक्यौँ बवाल भइसक्यो अब हामीले यो भ्लगलाई यतिमै एन्ड गर्नुपर्ने हुन्छ अब साथी यता अब अनि के भन्छौ भन तिमी अब के भन्दिनँ इन गर्छु अब हाम्रो भ्युवर्सहरूलाई अब माया गर्नु भन न यार हाम्रो भ्युवर्सहरूलाई चाहिँ म के भन्न चाहन्छु भने हाम्रो च्यानललाई लाइक सेयर कमेन्ट गरेर सपोर्ट गर्नुहोस् होला हजुर यति भन्दै अब फर्स्ट अब भर्खर बन्दै गरेको नि त अब हामीलाई माया देखाइदिनु होला त्यही हो अब अरू त अब धेरै जानिँदैन बिस्तारै जानिन्छ हरेक कुरा अब कहाँ अगाडि नै जानिन्छ होइन त्यो बिस्तारै जानिन्छ अब बिस्तारै गर्दै गइन्छ होला माया देखाइदिनु होला धन्यवाद तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला आफ्नो जिज्ञासा कमेन्टमा गर्नुहोस् होला है धन्यवाद बाई बाई